हाई गाइज, एउटा मलाई कमेन्ट आएको थियो कुन क्याम्प साइट भनेर। फर्स्ट डे चाहिँ हामी क्याम्प क्यानेडियन इन अल्बानीमा छ क्या, त्यसमा गएको थियौँ। यो व्यवस्थित क्याम्प साइट छ है। सेकेन्ड डे चाहिँ पेरी बीच क्याम्प साइट इन डेनमार्कमा गएका थियौँ। यो दिन चाहिँ लास्ट राति पुगेका थियौँ अनि अलिअलि समस्या पनि भएको थियो। अनि ट्री वाक गएर डेनमार्कमा अनि एउटा पार्कमा बसेर चाहिँ हामीले लन्च गरेका थियौँ मोमो। तपाईहरु पनि जाने सोचमा हुनुहुन्छ भने चाहिँ सबै प्री बुक गरेर जानु होला। त्यसो भयो भने चाहिँ राति पुगे पनि केही समस्या हुँदैन, नत्र चाहिँ अलिअलि समस्या हुन्छ। अनि लास्ट डे चाहिँ आरएसए क्यारी भ्याली पेम्बरटनमा छ क्या यो क्याम्प साइट चाहिँ। एकदम व्यवस्थित क्याम्प साइट छ है। यो चाहिँ धाराहरू आफ्नो क्याम्प साइटमा छ अनि तातो पानी चिसो पानी सबैको व्यवस्थित छ, राम्रो छ यो क्याम्प साइट। अनि यसमा चाहिँ धेरै एक्टिभिटिज गर्न सक्नुहुन्छ, कायाकिङ साइक्लिङहरू जस्तो। हामीले चाहिँ कायाकिङ गऱ्यौँ अनि एकदम रमाइलो छ। पानी परेको थियो, अलिअलि बोर भयो। ल, थ्याङ्क यू फर वाचिङ।